रेस पर्यो ग्याङ रेस। पन्ध्र सयको माइक हराउँदा कसलाई टेन्सन हुँदैन क्या होइन। 1500को मन एक दिन लाग्छ, एक दिन भ्लग नगरे तापनि सामान ग्याजेटहरू बिग्रियो भने बाबाले टेन्सन हुन्छ नि। त्यही ठिकै छ। अब यो भ्लग चाहिँ दामी तरिकाले उसमा आउँछ, राइडर रोजित 36 मा आउँछ है। अहिले मेरो राइडर रोजित 36 मात्र हान्यो भने खासै नआउला। राइडर रोजित 36 हान्नु मस्त आउँछ है। सबैले सब्सक्राइब गरिदिनु होला दामी तरिकाले। 1K सब्सक्राइब पुऱ्याउनु पाए मलाई पुग्यो क्या, पुऱ्याइदिनु है सबैजनाले। घरमा जतिवटा डिभाइस छ ड्याङ्का ड्याङ हानिदिनु। अब अर्को रोजित लुङ्गेल मगर थियो, च्यानल बिग्रिहाल्यो। तपाईँहरूलाई बाइक चढ्नु गाह्रो भएको छैन? बाइकको टायर यस्तो यस्तो भइरह त, बेरिङ्गा जस्तो लाग्यो त यो पछाडिको। एकचोटि उसमा देखाउनु त वर्कसपमा। लङ राइड हो कहाँसम्मको? उता भने कहाँसम्म भन्नु? नुवाकोट कुन ठाउँ छ अरे? हाम्रो एकचोटि उसमा देखाउनु, के अरे वर्कसपमा देखाउनु त। त्यो पछाडिको टायर यस्तो 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 भइरह क्या। A few moments later. सो हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप म पनि सन्चै छु। हजुरहरू नै एकदम सन्चै र आराम हुनुमा भन्दै आजको मेरो न्यू डे न्यू ब्लग मैले घ्याम्पे डाँडाबाट सुरु गरिसकेको छु। अनि घ्याम्पे डाँडा चाहिँ म आफ्टर अ लङ टाइम 1 वर्षपछि म फेरि घ्याम्पे डाँडा आइसकेको छु। घ्याम्पे डाँडा चाहिँ किन आइस, के गर्न आइस भन्दाखेरि चाहिँ ट्याक्क लाएर साथीहरूको सुटिङ थियो, त्यसमा आइयो, रमाइलो गरेर नाच्यो यहाँ। केटाहरू उता छ है। ल वेदर पनि लभली भइरहेको छ भने यतातिर सुटिङ भइरहेको छ, देख्न सक्नुहुन्छ। दामी तरिकाले रोक्नु है त, तिनीहरूको सुटिङ भइरहेको छ। ल हेर्नु है त, आमामी यस्तै सुटिङ गरिरहेको तिनीहरू। ल अपुई। अनि यहाँबाटको सिनहरू पनि एकदम बवालले देखिरहेको छ। मेरो रोजित लुङ्गेल महर च्यानल बिग्रिसकेको छ भने अब यो भ्लग आइरहेको छ राइडर रोजित 36 मा है। सबैले एकदम माया देखाउनुपर्छ र माया देखाइदिनु होला। यो भिडियो मिक्स हुन पनि सक्छ, माइन्ड नगरिकन फुल भिडियो हेरेर वाच गरेर एकदम सपोर्ट गरिदिनु होला। त्यही भन्न चाहन्छु। ल अब रोजित लुङ्गेल महरमा भिडियो आउँदैन, अनि त्यही हो। अब बुझ्नु होला, राइडर रोजित 36 लाई एकदमै मजाले सपोर्ट गर्नु होला। अब मैले मिहिनेत बवाल नै गर्नेछु, त्यही हेर। ल पिस तरिकाले लभली हान्नुपर्ने हुन्छ। ल हाम्रो यता पर्छ भने नगरकोटतिर पानी परिरहेको छ, पुरा बादल लगाइरहेको छ है। अनि यता डाँडातिर पनि पुरा बादल लागिरहेको छ। उयो घर हेर्नु न, घर कस्तो दामी छ है। ल है अब चाहिँ यसरी नै छिटो छिटो बोल्नुपर्छ भन्ने मलाई भ्लगमा लागिरहेको छ। र यता त्यही त। ल बाई। र सो अलराइट गाइस, दामी तरिकाले हामी चाहिँ अहिले घ्याम्पे डाँडाबाट सुटिङ यताउता सब सकेर फर्किसकेको छौँ भने देख्न सक्नुहुन्छ। यो अगाडि एउटा बाइक गइसकेको छ च्याट्टा पारिहाले। अब हामी फर्किँदैछौँ। अब तपाईँहरूले यो म्युजिक भिडियो चाहिँ केमा हेर्न सक्नुहुन्छ भने चाहिँ MGR कृष्णमा हेर्न सक्नुहुन्छ। जस केटाले भर्खर सुरु गर्दैछ, स्ट्रगल गर्दैछ होइन। अनि अघि माथि घ्याम्पे डाँडामा त मेरो माइकै हराइदिएर। ल 1500को माइक हराउँदा कसलाई टेन्सन हुँदैन क्या होइन। 1500को मन एक दिन लाग्छ, एक दिन। अनि टेन्सन हुन्छ नि केटा हो। भ्लग नगरे तापनि सामान ग्याजेटहरू बिग्रियो भने बाबाले टेन्सन हुन्छ नि। त्यही ठिकै छ। अब यो भ्लग चाहिँ दामी तरिकाले उसमा आउँछ, राइडर रोजित 36 मा आउँछ है। अहिले मेरो राइडर रोजित 36 मात्र हान्यो भने खासै नआउला। राइडर रोजित 36 हान्नु मस्त आउँछ है। सबैले सब्सक्राइब गरिदिनु होला दामी तरिकाले। 1K सब्सक्राइब पुऱ्याउनु पाए मलाई पुग्यो क्या, पुऱ्याइदिनु है सबैजनाले। घरमा जतिवटा डिभाइस छ ड्याङ्का ड्याङ हानिदिनु। अब अर्को रोजित लुङ्गेल मगर थियो, च्यानल बिग्रिहाल्यो। 3 वर्ष दुःख गइहाल्यो ग्याङ। के छ कृष्ण? ऱ्यापर चाहिँ उही हो है फेरि, ऱ्यापर आयो। ल त्यही हो, अरू भन्ने छँदैछ। यो भिडियो चाहिँ 2टा, ल अब धेरै मिनटको त हाल्दिनँ म, त्यस्तै भनौँ न
5-10 मिनटको हाल्छु बरु आज यो क्लिप बनाएको छ भने भोलि एउटा सानो क्लिप बनाउँछु अनि हाल्छु क्या है। अनि मेरो बाइकमा प्रब्लम भन्ने चाहिँ अहिलेसम्म केही आएको थिएन किनदेखि अहिले चाहिँ यो छ नि यो के अरे मिटरको चाहिँ हल्का प्रब्लम आज लागेको छ अनि त्यो चेन्ज गर्न चाहिँ कति 5,000 कि 6,000 कति लाग्छ भने क्या त्यो चेन्ज गर्न। ठिकै छ अब बिस्तारै बनाउनु पर्ला यसलाई पनि। बाइकहरूलाई चाहिँ कन्डिसनमै राख्नुपर्छ है। बाइकहरूलाई चाहिँ कसरी कन्डिसनमा राख्ने भन्ने चाहिँ जस सामानहरू बिग्रियो भने जेन्युन पार्ट हाल्ने त्यसपछि लिएर भन्न सोरुमकै पार्ट हाल्ने क्या बरु त्योभन्दा वायलु नगर्ने लोकल सामानहरू नहाल्ने त्यो गऱ्यो भने राम्रो हुन्छ बाइक कन्डिसनमा हुन्छ है। बाइक कन्डिसनमा कसरी राख्ने भन्ने सोच्नु होला। टाइममा सर्भिसिङहरू दिने के बिग्रिन्छ कस्तो बिग्रिन्छ त्यो हेर्ने त्यही हो अरू भने त छँदैछ नि। अब जाउँ के हुन्छ कस्तो हुन्छ। आजको भ्लगमा फुल्ली भ्लग त बनाएन अब जस अलिअलि बनाएको छ। अब यति बोलेर हाल्छु नि भ्लग यति बोलेर हाल्छु नि है भ्लग त अब औडै एउटा हाल्छु नि म हाल्न त अब त हाल्ने अब जोस आइसकेको छ क्या। म अहिले भ्लग चाहिँ किन नहालेको भन्दाखेरि चाहिँ अब 3 वर्षदेखि दुःख गर्दै आइरहेको च्यानल बिग्रिँदा कसलाई चाहिँ मन लाग्छ क्या कसलाई चाहिँ मन लाग्छ। मलाई अझै पनि मन छैन क्या भ्लग गर्न तर यार मलाई परीक्षा लिएको हो क्या भगवान्ले नि परीक्षा लिएको जस्तो लाग्छ। यसले युट्युबमा गर्छ कि गर्दैन है त भन्ने परीक्षा लेख्यो कि जस्तो लाग्यो क्या। हाई के भयो डिसेबल भयो खै के भन्नु अब के भयो अब भयो होला नभए अब खाडीतिर लाप्सी नि हो भाँडा धस्कने हो पैसा कमाउने हो बस्ने हो दामी तरिकाले हो नि त ल ल अरू नै छँदैछ ल बाई गाइस राइडर खुसी हो न वा मलाई नि राइडर भनियो भन्नुहोस् न। मान्छेलाई फ्लेक्स हानेको भिडियो बनाउने हाल्ने हो सब्सक्राइब बढाउने हो अरू नै छँदैछ है त। ल पिस नगरकोट दामी देखिरहेको छ त तर क्यामेरामा देखाएको छैन होला छ नि त। ठिकै छ त्यही त बाई बाई। ल टायर त तिरपट छ जस्तो छ उतेर हेरेर केटी नै हो मलाई नि त्यस्तै लाग्यो। टायर त पुरा यस्तो छ त नि आमा होइन भने केटी नै हो दिदी बहिनी राइड हिँड्ने होला टायर पुरा यस्तो हेर हुन त खोइ अब बेरिङ आ जस्तो लाग्यो यार मलाई त यसको। हावा भन्दा नि हेर्नु नि त्यहाँ तपाईँहरूलाई बाइक चढ्नु गाह्रो भएको छैन? बाइकको टायर यस्तो यस्तो भइरहेको त बेरिङ्गा जस्तो लाग्यो त यो पछाडिको गाह्रो भएको छैन तपाईँलाई बाइक चलाउन? एकचोटि उसमा देखाउनु त वर्कसपमा लङ राइड हो कहाँसम्मको उता भने कहाँसम्म भन्नु नुवाकोट कुन ठाउँ छ अरे हाम्रो एकचोटि उसमा देखाउनु के अरे वर्कसपमा देखाउनु त त्यो पछाडि टायर यस्तो भइरहेको क्या। हजुर यता वर्कसप त उहाँ अगाडि नै होला म यतिको हो क्या। अनि त्यो पछाडि टायर उहाँ अगाडि हेर्नु एकचोटि सोध्नु त टायर यस्तो घुमिरहेको छ क्या अनि तपाईँलाई चलाउनु असिल भएको छ कि भनेर सोधेको क्या। एकचोटि चेक गर्नु न तै पनि। के रिम तिरपट हो उहाँ हेर्नु त उहाँ छ तर बन्द रहेछ नुवाकोट भन्नु भएन ऊ तल छ। अब लङ राइडमा ख्याल गर्नुपर्छ के त्यही भएर हेर ल रिम पुरै घुमिरहेको छ कि कस्तो लागिरहेको क्या। ल हेर्नु नि त पछाडिको रिम अनि त्यही भएर सोधेको हो क्या। खै कस्तो यस्तो घुमिरहेको छ क्या।
त्यो अपाङ्ग बैलेट कुखुरा जस्तो भइरा अपाङ्ग बैलेट कुखुरा हिँड्छ नि यस्तो यस्तो गरेर त्यस्तै भइरह पछाडिको तपाईँ पनि धोका दिन्छ कि बाटोमा तपाईँ पनि एकचोटि देखाउनु न तल छ ए हुन्छ हुन्छ कहाँबाट आउनु भयो र ए यता छैन जाउँ अब तलै हो कि अब तलै छ अब नुवाकोट छिर्ने बाटोनिर छ समात्ने ल सही भनिदिनु पर्छ क्या यस्तो यस्तो काममा होइन NS versus 390 guys. It's आफ्नै ल्यान्डमा च्यापेर हिँड्नुपर्छ क्या अरूको ल्यान्डमा च्याप्नु हुने वे कस्तो कुदाएको यार आमा आमा यस्तो गर्न मिल्दैन नि अब यहाँबाट अफरोड छ क्या यार हामी पनि कुदाउँदा चाहिँ नछोड्ने हो क्या होइन उनीहरूको एडभेन्चर हाम्रो यहाँ छैन कहाँ हाम्रो नि के कम नि हाम्रो नि कम्तीको त छैन नि आमामा कस्तो मजाले कुदाएर लचक गरे वे बाटो त केही पो देख्दिनँ पो म त किन होला यस्तो ए बा वान बनाउँदै रहेछ जियोस् लभली ल ल ल ल ल ठिक छ ठिक हुनुपर्छ धेरै रफ नकुदाइकन हिँड्नुपर्छ होइन त्यहाँको कुद्ने ठाउँमा त कुदाउनु पर्छ क्या नकुद्ने ठाउँमा कहिले पनि कुदाउनु ल त्यही हो अरू भने त्यस्तै हो मेरो भिडियोबाट यति चाहिँ जान्नु होला